हेलो गाइज गुड मर्निङ अनि वेलकम टु माई ब्लग। अनि हामी चाहिँ आज कहाँ जाँदैछौँ? चन्द्रगिरी जाँदैछौँ। अनि त्यसपछि यहाँ चाहिँ मेरो दिदी छ, ठुलो दिदी। अनि यहाँ चाहिँ माइली दिदी, भाइ चाहिँ गइसक्यो तल। यहाँ भाइ नि। अनि हामी चाहिँ चन्द्रगिरी जानु लाग्यो। अब तपाईँहरूले आज दिनभरि के हुँदैछ त्यो सबै देखाउँदै जानेछु। यो भ्लग चाहिँ अलिक पछि नै आउँछ होला। भर्खर भाइको बिहेको भ्लग आइरहेछ। त्यही हो कुरो। एभ्री चोकमा यो बच्चाहरू सबैजना छन् यसरी। आज शिवरात्रि। हामी चाहिँ भर्खर घरबाट हिँडेको साथीहरू। ल यस्तै छ। म मात्रै देखिया भाइ। ओके यस्तै गरी हुन्छ है बिताउने हो मलाई अलि पाथामा दे सबै लागि माथि चाहिँ छ केबल कार टक्क लाएर त्यहाँबाट गइन्छ। हजुर ठ्याक्कै बेसिक सिस्टममा त्यही हो। यस्तो हुँदैछ है। होइन यही बाटो हो, माथिसम्म आउँछ अनि त्यहाँबाट चाहिँ तल जाने हो। यो पसल दिदी त कमलको को पो पर्छ क्या यहाँको। यो कुन हो? उतै अगाडिको हो क्या? समथिङ म एकचोटि आएको थिएँ है त केट है केट चन्द्रगिरी हिल्स। वेलकम टु चन्द्रगिरी हिल्स। यस्तो हुँदैछ है। Oh my god. यस्तो चल्दैछ है। हामी चाहिँ चन्द्रगिरी पनि आइपुगिसक्यौँ दाइजहरू। हामी चाहिँ चन्द्रगिरी आइसक्यौँ। अनि अब यहाँ चाहिँ दिदीहरू हो। यस्तो हो काठमाडौँ सहर र लाग्छ मलाई हेर्दा रहर र साथीहरू। यस्तै छ। मैले पहिलोचोटि आउँदाखेरि पनि यहाँनिर फोटो खिचेको थिएँ। अब हामी चाहिँ केबल कारतिर जान्छौँ। स्टुडेन्ट कार्ड लिएर आऊँ। स्टुडेन्ट कार्डबाट अलिकति डिस्काउन्ट हुन्छ सायद। गाइजहरू टिकट काउन्टरतिर लाग्यौँ हामी चाहिँ टिकट काउन्टरमा आइसक्यौँ साथीहरू। म चाहिँ यहाँ छु। अब कस्तो क्यामेरा उल्टे सुल्टे के भएको हो। अब भोलि पर्सि मिलाएर हेर्नु होला। यस्तो चन्द्रगिरीको भ्यू चाहिँ आज शिवरात्रि।
शिवजीको पूजा गर्नुलाई मान्छेहरूको घुइँचो नै छ आज चाहिँ। तर त्यस्तो लाइन बस्नै पर्नेवाला घुइँचो चाहिँ छैन भने जस्तो घुइँचो चाहिँ। यता दिदी ल गाइजहरू हामी चाहिँ अब यहाँ इन्ट्रान्स छ केबल कारको इन्ट्रान्समा पुगिसक्यौँ। यहाँ चाहिँ लाइनको उ भइरहेको रहेछ। ल ठिकै म चाहिँ यहाँ अलिक कालो देखिरहेको छु क्या आज किन हो थाहा छैन होइन। म तर गोरी नै छु है गाइजहरू। आज कहिले किन कालिदिनु हामी चाहिँ गुडुरु हिँडेको हिँडै खाली नै छ आज। तर भेनाजु सन्दीप र मलाई आज लास्टै कालो देखिरह भने किन हो। सन्दीप र मलाई चाहिँ लास्टै कालो देखिरह क्या आज। हल्का हल्का मेकअप गरेर आएको झन् कालो देखिरह यार। लाइन बस्दैछ मेक्सिनको लागि। हाम्रो मात्रै बस्छ एउटा बट्टामा। हामी मात्रै 5 जना एउटा बट्टामा बस्छ भन्नु पाइन्छ। एउटा बट्टा भेनाजु लास्टै हिरो भएर आउनु भएको तर अलिक के हिरो भन्नु तर गइसकेपछि अब सकिसक्यो कुरो। यस्तो घुम्न हिँडेको रन्जेको बिदा भएर नभए त हिँड्ने हामी घरै बस्ने आज। है साथीहरू हाम्रो उता अर्को बट्टा आयो है हाम्रो लागि। यो बट्टा गयो नम्बरको बट्टा आयो। अर्को अब हाम्रो हामी 5 जनाको लागि हो। एउटामा भएपछि हुन्छ नि यसको स्टोरेजले नि यसको लागि हाम्रो लागि चाहिँ त्यो भएको हो। साथीहरू आज अलिक काली आएर कस्तो भइरह। ओके ल हजुर गर्नु न ल। मान्दैन आज शिवरात्रि भएर अब यो भिडियो कहिले जाने होला त। धेरै चकचक नगर्नु है भेनाजु। ल सिधा सोझो भएर बस्नु। गयौँ हामी निस्क्यौँ। ल ल ल गयो साथीहरू हामी ल चन्द्रगिरीको लागि हामी हिँडेको। लङ भिडियोजहरूलाई ट्रिट हाल्नुहुन्छ 2700 वटा चाहिँ भिडियो रहेछ। अनि दिदीको पहिलाको फ्याल्देवा त भइहाल्छ नि। अहिलेको पहिलाको नखेल्थ्यो अहिले मलाई कस्तो आँखा भेना चाहिँ त्यही त काली आँखा नि काली आँखा छ मेकअप गऱ्यो नि अब यस्तै हो। तर म रियलमा त गोरी नै छु है। त्यो के अरे उस डुप्लिकेट भन्ने छ तलपट्टि हेर्नु त। ल काठमाडौँ बजार सहर ल काठमाडौँ भक्तपुर ललितपुर सबै देखियो यहाँबाट।
यो पुरानो पुरानो भिडियोहरू रिकभर गरेर बसेर चाहिँ मेरो पनि फोनमा त्यस्तै भएर युट्युबमा खायो अब यहाँ केटा गर्छ होइन पुलमा त डरै लाग्छ डरसम्म त केबुल काट्छमा त डराउनु पनि चाहिँ केही छैन तिमीहरू पो बनाएका बनाएर हो त हामी त लागि केबल कारकै लागि काटे हो 11 मिनट लाग्दो रहेछ 2.5 किलोमिटर रहेछ यो हाइट छ नि यो यो हाइट हो त्यो किलोमिटर चन्द्रगिरी जाँदैछ पढ्नु जानुभएको थियो सिडनी पट्टामा छु कुन कलेजमा अब म त टोरेन्ट युनिभर्सिटी यो सबै काठमाडौँ सिटीहरू हो हामी चाहिँ अब माथि पुगिसक्यौँ अब एकैछिनमा चन्द्रगिरी पुगेपछि के भन्छ? सबै देखाउँछौँ ल राज्य भन सिडनीमा हो र टोरेन्स टोरेन्ट सिडनीमा पनि छ मेलबर्नमा पनि छ पिसीको रात्रि हजुरलाई पनि ल हामी चाहिँ आइपुग्यौँ यहाँ अब हामी चन्द्रगिरीतिर यसो घुम्छौँ हेर्छौँ के कस्तो भइरहेको मोबाइल चाहिँ सेफली राखिराख्छु ओके आइपुगिसक्यो साथीहरू कस्तो चिसो चिसो होइन ल हामी आइपुगिसक्यो केही देखिँदैन रहेछ यार मासतिर त पुरै सेतो मात्रै देखिँदो रहेछ हल्का हल्का मात्रै देखिरह ल केही देखिँदैन रहेछ साथीहरू यस्तो यस्तै चलिरहेको छ यहाँ चाहिँ बसतिर चाहिँ यस्तो हो हामी चाहिँ यहाँ छ साथीहरू अब एकछिन वासरुम गएर चाहिँ हामी घर जाने हो उता रिसोर्ट पनि जानु छ भेनाजु त्यस्तो गर्नु तपाईँको त यस्तै छ नि हाम्रो नेसनल फ्लावर यहाँ मैले फुलेको देखेँ बल्ल यहाँ चन्द्रगिरीमा आएपछि अरूतिर पनि फुल्दै होला मेबी अब अहिले चाहिँ यति नै हो साथीहरू अब यस्तो यस्तो पनि छ हाम्रो साथीहरू यहाँ हिँड्दैछ उहाँ त यस्तो गर्मी थियो यहाँ आएपछि त कस्तो जाडो भएको है यहाँ आउनेहरू सबजना अझै राम्रो न्यानो न्यानो लुगाहरू लगाएर आउनु होला भनिदिँदैछु हामी चाहिँ पूजापाठ गर्नको लागि चाहिँ होइन हाम्रो हामी चाहिँ यसो टुरको लागि यतिकै घुमघामको लागि त्यत्तिकै हावा तालमा हिँडेको कुनै प्लानिङ थिएन अघि 8 बजे प्लानिङ भएर चाहिँ हिँडेको है साथीहरू हामी यसमा खाना खान जाँदैछौँ साथीहरू अहिले चाहिँ हामी यहाँ चन्द्रगिरीको लागि माथि यसो मन्दिरहरू हेर्नको लागि पूजा गर्न चाहिँ खासै हुँदैन त्यही पनि हामी यसो दर्शन चाहिँ गरेर आउँछौँ बाहिरबाट हाम्रो गाइजहरू चाहिँ त्यहाँ हिँड्दैछन् जिप लाइन पनि हो जस्तो लाग्यो मलाई जिप लाइन नै रहेछ हौ त्यहाँ जिप लाइन चढ्नेको हेर यति साह्रो खान मान्छेहरू बोल हजुरहरू यो फागुन महिना हो फागुनमा आउँदा पनि जाडै है मासतिर चाहिँ अलिकति बी केयरफुल तलतिर यसको त बाउ गरेर छु मैले गरिबी छ भनेर थोरै लुगा यो चाहिँ तितलाङ लानेबाट है उति साथीहरू तलतिर चाहिँ हिँड्दैछन् सबजना हाम्रो घरमा भ्लगर हुँदैछन् है भ्लगर हुँदैछन् ल यो चाहिँ आफ्नो मनोकामना पुरा हुन्छ अरे यो चाबीमा चाहिँ आफ्नो केही लेखेर आफूलाई
आफ्नो उइसहरू लेखेर चाहिँ गर्दाखेरि लेखेर राख्दाखेरि चाहिँ आफ्नो उइसहरू पुरा हुन्छ भन्ने मान्यता भएको कारणले यहाँ चाहिँ सबै यिनीहरू चाबीहरूमा चाहिँ नामहरू लेखेर बाँध्दो रहेछन्। यो चाहिँ चन्द्रगिरी मन्दिर। गणापतये नमो नमः शिगायभ्यो शिगाविषभ्यो गणापतये नमो नमो शिवभ्यो नकल्भ्यो विद्यानापतये नमः नमो स्नेहिरेगिचराय पुलुच्चानापतये नमो नमः कुमभ्यो धन्वाय सबो नमो नमः आतन्वानेभ्यः प्रतिदनाने सबो नमो नमः आयुषभ्यो सर्वसबो नमो नमो विचितभ्यो विचितसबो नमो नमः सबभ्यो जागृतसबो नमो नमः स्वयानेभ्यः आसीनेभ्यः सबो नमो नमो नमः दिशभ्यो धावद्भ्यो नमो नमः सभाभ्यः सभापतिभ्यः सबो नमो नमः स्वभ्यो स्वपतिभ्यः सबो नमो नमः आप्यादिनेभ्यो विविधन्तेभ्यः सबो नमो नमः गणाभ्यश्च गोवातेभ्यः सबो नमो नमः गणेभ्यो गणपतिभ्यः सबो नमो। जिपलाइन हुँदैछ त्यतातिर चाहिँ हामी चाहिँ जिपलाइन नगर्ने साथीहरू हामी चाहिँ यहाँ फ्री फल्स रहेछ अनि त्यो यसो हेर्नलाई जानु लागेको। अनि म चाहिँ यहाँ छु। मलाई खालि काला होला हो म त टेन्सन भइसक्यो। बेबीहरूको चाहिँ यहाँ रहेछ बेबीहरूको चाहिँ यो चाहिँ किड्सहरूको ठाउँ रहेछ। होइन उता ठुलो मान्छेको छुट्टै खानु रहन्छ अनि कहाँ चाहिँ हुन्छ त लामो चाहिँ अनि